नेपाली दोहोरी क्षेत्रमा हुन लागे डबल मिनिङ कुरा, त्यही डबल मिनिङ कुराले बिगारिसक्यो अहिलेको भारभुरा। त्यही डबल मिनिङ कुराले बिगारिसक्यो अहिलेको भारभुरा। अहिलेको नेपाली गीतले त ए भगवान संस्कृति माडिसक्यो। नेपाली दोहोरी क्षेत्रले साँच्चै भन्दा गति छाडिसक्यो। कुनै कसुर पनि बाँकी छोडेन नि सिङ्गरहरूले मानिसहरूको धड्किएको मुटु अड्काउन। ठाडै सुरु गर्दियौं, मन छ मलाई पड्काउन। होइन मलाई चाहिँ मन छैन, गीतको टाइटलै यही हो, हेर्नुहोस् न, मन छ मलाई पड्काउन। के पड्काउन भनेर भन्न खोजेको रहेछ, यही भित्र गएर हेरौँ अब। प्लिज देऊ न एकचोटि, मन लाग्यो कि 5 मिनट त हो नि। कति हतार गरेको, सक्छौ भने पड्काउन त। कोट प्यान्ट लाएर गोरुको मासु खाएर तैँले प्यास मेट्छस्, मन लाग्यो देऊ न भनेर डाइरेक्ट सोध्दैछ। यो त केटी नै अगतिलो परेको भएर हो। अरूसँग नि गएर यसै गरी सोधिस् भने तैँले झापड भेट्छस्। अनि लास्टमा यो केटीले के भनी अरे, फेरि एकचोटि भन् त। कति हतार गरेको, सक्छौ भने पड्काउन त। लाखा मुझे अपने घर जाना है, मुझे घर जाना है। म्युजिक भिडियोमा यस्तो भनेर भन्दै छ नि, यसको सम्पूर्ण असलियत खोल्न पर्यो समाजको अगाडि, यसको चर्ती कला नाङ्गिने गरी। सक्छौ भने पड्काऊ भनेर भन्दै छ छैन। ओए भाटाले त पड्काइदिउँ ढाडै भाङ्गिने गरी। छाती 24 कमर देऊ न मलाई मोबाइल नम्बर। गीतको टुक्का हेर न, गीतको टुक्का 36 36 24 अरे यार। यो केटोले त आँखैले हेरेर केटीहरूको रेप गरिदिन्छ जस्तो छ। तू मेरे को 5 साल से दू बत्ती पुकारे। छाती 24 कमर देऊ न मलाई मोबाइल नम्बर। ढुक्क लाज नपचेको नकच्चरो, त्यत्रो हजुरबाहरूलाई पछाडि राखेर केटी मुसारी राछ हेर अगाडि। ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। वैसैमा मिलाउन तालमेल, मन छ मलाई पड्काउन मादल, मन छ मलाई पड्काउन मादल। ये भाइ मादल भनेको त्यो हो, मादल त्यहाँ हुन्छ। अबे साले, म्युजिक भिडियोमा यस्तो यस्तो हरकत गरिरहेछस् भाइ, ठिक लान तेरो चाला। तेरो मादल त्यो रहेछ, मेरो ढोलक चाहिँ हो तेरो गाला। पड्कियो होइन? मजा आया। राम केटी नै बिग्रिएपछि केटाको के दोष? समाजको अगाडि चुनौती नदेन केटी, यस्तो मुस्तण्डे केटालाई फेरि उडाइदेला तेरो होस्। अझै यो त केही पनि होइन, यहाँनिर हेर न, यहाँनिर केरा खानु खासै नराम्रो होइन, मैले त्यसलाई खासै नराम्रो भनेर भनिन। तर यो डाम्नाको रियाक्सन हेर न, रियाक्सन। साँच्चै म जस्तै संस्कारी हो भने यो भिडियो हेरेपछि ठक्लकै ढल्न पर्छ। खुब ओठ मुसारी राछस् होइन, तेरो ओठलाई चट्ट लिएर गएर गाई भैँसीको गोबरमा दल्न पर्छ। यस्तो यस्तो गरिरहेछ केटाले खाँदाखेरि, स्याउ केटी गति छाडा नै रहेछ। दाउरा तलबाट हालेर माथिबाट निकाल्दिन पर्यो। ओइ एउटा भाटा त ल्याऊ। सुसाइड गर्न हिँडेको मान्छेलाई यही भिडियो देखाइदिए हुन्छ यार। यस्तो भिडियो हेरेपछि तिनीहरू त्यसै मर्छन्। त्यसपछि छाडा गीतको क्षेत्रमा यो आन्टीको पनि पक्कै हुन्छ दर्शन। जान दे देंगे इसके लिए, क्या बात कर रहे हो आप? मैले सोच्दै थिएँ यो आन्टीको यस्तो भिडियो आउन आखिर किन लेट भयो। फेरि पनि बिहेको राति वाला आन्टीसँग हाम्रो भेट भयो।
हजुर त मेरो लाई भगवान देवता यो राम राम फेसन हेर न फेसन पपुलर हुनको लागि यो साइडबाट काटेर फालिचे सारी पपुलर हुनको लागि यो साइडबाट काटेर फालिचे सारी त्यति मात्रै काटिए ठिकै हो अहिले नाच्दाखेरि थोरै माथितिर च्यातियो भने देखिन्छ फुलबारी यो गीतमा त्यही त होला नि भन्ने शब्दले डबल मिनिङ कुरो गरिरहेछ यो कुरो बुझ्नको लागि पहिला यो भिडियो हेर्नुस् हे जोत्ने खालको हली नै होएर ठुलै हालो जसरी यो गीतमा हलो र खेत भनेर अर्कै कुरालाई भनिएको छ नि त्यसरी नै यो गीतमा पनि त्यही भनेको कुरो त्यो होइन त्यो हो तू समझा हाँ नहीं तू समझा नहीं अझै त्यतातिर मोडी नै परेन क्या या यो गीतको स्टेपले नै भनिरहेछ स्टेप हेर न त्यही त होला नि भन्नेको स्टेप गीत लेख्नेदेखि नाच्नेसम्म सबै उस्ता उस्ता यस्तो छाडा गीत बनाएर समाज बिगार्नेहरूको भोलि पिर्चा आठवटा पुस्ता र्याप गीत यसो अलिकति छाडा भयो भने ढाडै लर जेलभित्र हालेर पुलिसले आफ्नो पुर्याउने गर्छ धोको तर दोहोरीमा चाहिँ छाडै भनेर भने पनि हुँदो रहेछ चोखो ये बड़ी अच्छी बात कही है दोहोरीमा चाहिँ छाडै भनेर भने पनि हुँदो रहेछ चोखो र्यापरले छाडा र्याप लेख्यो भने जेलभित्र जान्छन् अनि दोहोरीमा छाडा भयो भने फेरि अफर आउँछ सोको भिडियोमा आएपछि थोरै रमाइलो धोकेर जानुस् जिन्दगी त्यसै निराश छँदैछ एकपटक मेरो भिडियोमा आइसकेपछि मुहारमा थोरै हाँसो बोकेर जानुस् यदि आजको भिडियो तपाईलाई राम्रो लागेको भए हान्नुस् लाइक कमेन्ट शेयर अनि जाँदा जाँदै च्यानलको घन्टी ठोकेर जानुस्